लेट्स स्टार्ट प्रोग्रामिङ इन 1 मिनट। इमेजिन गर्नुहोस् तपाईँसँग एउटा रोबोट साथी छ। उसले तपाईँले अराएको सबै काम गर्न सक्छ। तर यहाँ इस्यु के छ भन्दाखेरि रोबोटले चाहिँ हाम्रो भाषा बुझ्दैन। त्यही भएर हामीले चाहिँ उसलाई केही काम अराउनको लागि उसले बुझ्ने रोबोटिक भाषामै उसलाई इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ। र प्रोग्रामिङ भनेको पनि सेम हो। कम्प्युटरलाई केही काम गर भनेर अराउनको लागि हामीले कम्प्युटरले बुझ्ने भाषामा इन्स्ट्रक्सन दिने प्रोसेसलाई चाहिँ प्रोग्रामिङ भनिन्छ। र प्रोग्रामिङ ल्याङ्ग्वेजको हेल्पबाट चाहिँ हामीले कम्प्युटरलाई इन्स्ट्रक्सनहरू दिन्छौँ। हामीले ह्युमन रिडेबल फर्ममा कोड लेख्छौँ र कम्पाइलरले चाहिँ ह्युमन रिडेबल कोडलाई चाहिँ कम्प्युटरले बुझ्ने मेसिन कोडमा कन्भर्ट गरिदिन्छ र कम्प्युटरले त्यो मेसिन कोडलाई बुझेर रिड गरेर हामीलाई एक्जिक्युट गरेर हामीलाई चाहिँ आउटपुट दिन्छ, रिजल्ट दिन्छ है त। अनि प्रोग्रामिङ गरेर चाहिँ हामीले एप्लिकेसनहरू बनाउने, वेबसाइटहरू बनाउने हो, रियल वर्ल्ड प्रब्लमहरू सल्भ गर्ने, गेमहरू बनाउने इत्यादि कामहरू गर्न सकिन्छ। प्रोग्रामिङ ल्याङ्ग्वेजको इक्जाम्पल भनेको जाभा, सी, C++, जाभा स्क्रिप्ट, अरू इत्यादि धेरै छन्। थ्याङ्क यू फर वाचिङ।